ध्येयं सदा परिभवग्नमभीष्टदोहं तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यं भृत्यार्तिहं प्रणतपालभवाब्धिपोतं वन्दे महापुरुषते चरणारविन्दम् लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। ॐ अस्मद्गुरुभ्यो नमः अस्मत्परमगुरुभ्यो नमः अस्मत्सर्वगुरुभ्यो नमः श्रीमते रामानुजाय नमः। वाञ्छाकल्पतरुभ्यश्च कृपासिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। श्रीमन्नारायण श्रीमन्नारायण भजमन नारायण 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 श्रीमन्नारायण श्रीमन्नारायण भजमन नारायण 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 भजमन नारायण नारायण नारायण। जय श्रीमन्नारायण सबैमा राधे राधे। आज 2083 साल असार महिनाको 11 गते बिहिबार 2026 जुन 25 तारिकका दिन निर्जला एकादशी। सुन्दै पनि डर लाग्दो छ निर्जला, तर हामीले एकाध भिडियोहरू राखिसकेका छौँ। त यस कारणले गर्दा एकादशी साँच्चै गर्ने वैष्णव भगवत सज्जनहरूले त्यही अनुसारले तयारी गर्दै हुनुहुन्छ। नगर्नेहरू, जल पनि परित्याग गर्न नसक्नेहरू पनि महात्म्य सुनेर भगवानको सेवा पूजा आराधना गरेर विवेक पुर्याएर व्रत भक्तिहरू गर्दै गर्नुभएको छ। त्यसैले अब हामी आजको यो परम पावनी एकादशीको दिन महात्म्य श्रवण गर्दैछौँ, महात्म्यको पाठ श्रवण गर्दैछौँ, महात्म्यको महिमा कथा श्रवण गरेर हाम्रो व्रत भक्तिलाई पनि परिपूर्ण गर्नेवाला छौँ। देश तथा विदेशबाट हामीलाई यो निर्जला एकादशीको महात्म्य श्रवण गरिराख्नुहुने तमाम हाम्रा भगवत सज्जन सम्पूर्ण परिवारहरूमा श्रीहरि भगवानको कृपा रहोस्। जे जस्तो व्रत भक्ति आज निर्जला गर्दै हुनुहुन्छ कि सफला सजला गर्दै हुनुहुन्छ, सबैको व्रत भक्ति परिपूर्ण होस्। श्रीहरि भगवानका चरण कमलमा, राधा माधव भगवानका चरण कमलमा लाखौँ लाख प्रणाम। हामी पनि प्रयास गर्नेछौँ, गरिरहेका छौँ एकाध वर्षदेखि। सकिन्जेलसम्म व्रत भक्ति गर्ने, भोलि नसक्दा, वृद्ध हुँदा, रोग लाग्दा, त्यतिखेर भनेको समयले बताउने कुराहरू। त अटल भक्ति भगवानका चरण कमलमा प्रीति भए पछाडि यो निर्जला एकादशीको व्रत भक्ति रहन्छ। निर्जला एकादशीलाई भीमसेनी एकादशी पनि भनिन्छ, किनभने 5 पाण्डव मध्ये भीमसेनलाई सबैभन्दा धेरै भोक लाग्थ्यो। अरू त्यति खानको लागि खोजी गर्दैनथे, तर भीमसेन चाहिँ खोजी गरिहाल्थे। कुनै दिन भोजन नगरी बस्न नसक्ने भएकोले उनले व्यासजीसँग विनम्रतापूर्वक सोधे, र म सबै एकादशीको व्रत गर्न सक्दिनँ, तर सबै एकादशी भनेको 24वटै एकादशीको व्रतको फल प्राप्त हुने उपाय बताइदिनुहोस्। त्यो कुन एकादशी गर्दा हुन्छ भनेर भन्दा तब पितामह भन्नुहुन्छ व्यासजी, ज्येष्ठे मासे शुक्ल पक्षे निर्जल एकादशी भवेत् तस्यां कृतव्रतो मर्त्य सर्वे एकादश्या फलं लभेत्। अर्थात् ज्येष्ठ मासको शुक्ल पक्षको एकादशी भनेको यस पटक अधिक मास परेर असारमा परेको, नभए जेठैमा आउँथ्यो। र एकादशीका दिन जल समेत त्याग गरी व्रत गरेमा वर्षभरिका तस्यां कृतव्रतो मर्त्य सर्वै एकादश्या फलं लभेत् भनेको वर्षभरिका 24वटा एकादशीको व्रतको फल प्राप्त हुन्छ। तर निर्जला एकादशी भवेत्, त्यो निर्जला जललाई समेत परित्याग गर्ने भएको हुनाले, जल समेत ग्रहण नगरी बस्ने भएको हुनाले नि निर्जला भने। कतिले चाहिँ हामी अलि बाटा खालकाले के गर्छौँ भने निर्जला भनेको जल त नखाने हो नि, अर्थोक त दुध दही भइहाल्छ नि भन्। तर त्यस्तो होइन, निर्जला भनेको सकेसम्म जललाई पनि परित्याग गर्ने गरी, अरूको त कुरै छोडौँ भन्न खोजेको सक्नेले चाहिँ। त्यसैले कतिले चाहिँ पानीको महत्त्व नदिकन दुध दही खाएर एकादशी व्रत गर्छौँ भन्दा चाहिँ त्यो चाहिँ अलिकति धेरै नै
चतुर्याई पनि हुनसक्छ। यस कारणले गर्दा निर्जलाको अर्थ के हो भने जल समेतलाई परित्याग गर्नाले नै 24वटा एकादशीको व्रतको फल मिल्नेवाला छ। र हामी अन्य एकादशीहरूको पनि व्रत गर्छौँ। भीमसेनलाई विशेष गरेर भगवानले यो निर्जला राख्नको लागि पितामह वेदव्यासीले भनिदिनु भयो। उनले निर्जला एकादशी भीमसेनले पनि बस्थे। त्यसैले भक्त सज्जनहरू, हामी सम्पूर्ण सबैजनाले निर्जला व्रत गर्न सक्दैनौँ, सामर्थ्य छैनौँ र सबैले सक्नुपर्छ भन्ने पनि छैन। कतिको स्वास्थ्य खराब होला, उमेर सानो होला, शारीरिक अवस्था कतिको कमजोर होला, कतिले धेरै बोल्नु पर्ला, कतिले धेरै घुम्न बाहिर काम धन्दाहरू गर्नु पर्ला, कतिले धेरै भारी मेहनत गर्नु पर्ला। त्यसैले परिस्थिति अनुसार धर्मशास्त्रले पनि विवेकलाई महत्त्व दिएको छ। त्यसैले विवेक पुर्याउने काम हाम्रो। त्यसैले आज जो भक्तहरू निर्जला व्रत गर्दै हुनुहुन्छ, भगवानले सामर्थ्य दिनुहोस्। जसले सक्नुहुन्न स्वास्थ्यलाई ध्यान दिनुहोस्। फलफुल अथवा सात्विक आहारहरू ग्रहण गरेर भगवान श्रीहरिको नाम स्मरण गर्दै कथा श्रवण अवश्य पनि महात्म्य चिन्तन गर्नुहोला। व्रतको सार भनेको केवल पेट खाली मात्रै राख्नु मात्रै होइन, मनलाई भगवानमा लगाउनु हो। कथा सुन्दै जाँदा ओम नमो भगवते वासुदेवाय अथवा हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, श्रीमन् नारायण नारायण चिन्तन दिनभरि गरिराख्नु। निर्जला एकादशीको महात्म्य सुन्नाले पनि शास्त्रले धेरै ठुलो फल बताएको छ। स्वयं व्रत गर्न सक्दैन, श्रद्धापूर्वक महात्म्य श्रवण गर्दछ, कथा सुन्छ, सुनाउँछ, विष्णु सहस्र नामको पाठ सुन्छ, गाउँछ, गीता पाठ गर्छ, हरि कीर्तन गाउँछ भने उसले पनि आध्यात्मिक लाभ प्राप्त गर्दछ। त्यसैले यो गर्मीको मौसममा, जेठ र असार गर्मीको महिना, एक थोपा पानी पनि कति मूल्य छ कि यो गर्मीको समय। त्यसैले निर्जला एकादशीले हामीलाई संयम रहन, सहनशीलता रहनको लागि सज्जन यस्तै गरेर भगवानप्रतिको समर्पण पनि सिकाउँछ, भक्ति पनि सिकाउँछ। शरीरलाई केही समय कष्ट दिएर भए पनि आत्मालाई भगवानको नजिक लैजाऊ। शरीरको कष्ट त छँदैछ, त्यसको लागि सुविधा मात्रै होइन। त्यसैले आज शरीरलाई कष्ट दिएर पनि भगवानका भक्त वैष्णवहरू भगवानको नजिक लैजाने साधनाको रूपमा निर्जला गर्नेहरू महान हुनुहुन्छ। र अरू धेरै रोग लाग्ने अशक्तहरू हामी सबैजना महात्म्य सुनेर शुद्ध सात्विक भोजनहरू ग्रहण गरेर, फलाहारहरू ग्रहण गरेर, कन्दमूलहरू ग्रहण गरेर पनि यो एकादशीको महात्म्यको व्रत गरिरहेका छौँ। त आउनुहोस् अब सबैलाई आजको एकादशीको महात्म्य सर्वप्रथम पाठ श्रवण गरौँ। त्यस पछाडि हामी कथा पनि श्रवण गर्नेछौँ। आजको भक्तिमय दिन बिहानै हामीले 5 बजे युट्युबमा यो कथा अपलोड गरिसकेका हुन्छौँ, पब्लिस गरेका हुन्छौँ। त्यस पछाडि जतिखेर समय रहन्छ बिहान सुन्दै गर्दा पनि पहिले संस्कृतका पाठहरू, किनभने संस्कृतका पाठ नबुझे पनि त्यो पाठको माध्यमबाट पनि भगवान कहिले कहिले हृदयमा गएर प्रवेश गर्नुहुन्छ। यही भावले पाठ श्रवण गर्नुहोला। समय रहँदा हामी पाठ सुनाउँछौँ, कहिलेकाहीँ पाठ पनि सुनाउन भ्याउँदैनौँ। आज विशेष एकादशी भएको हुनाले थोरै पुण्यबाट पनि हामी वञ्चित हुनु नपरोस्, त्यसैले पाठ श्रवण गरौँ। कथा त विधि श्रवण गर्दै हामी आइ पनि राखेका छौँ केही वर्षदेखि। आउनुहोस् सबैजनालाई अब यो निर्जला एकादशीको पाठ श्रवण गरौँ। अर्को विशेषता के बताउँ भने अरू एकादशीमा चाहिँ युधिष्ठिर वाच भनेको युधिष्ठिरले श्रीकृष्णलाई सोध्दैछन्। यहाँ चाहिँ भीमसेन वाचबाट सुरु हुन्छ, किनभने धेरै खाने भीमसेन हुन्, उनलाई पिर पर्यो। सबैले एकादशीको व्रत गर्छन्, भाइ त पनि नखान अन्न भन्छन्, भीमसेन सक्दैनन्। यस कारणले गर्दा भीमसेन वाच अत ज्येष्ठ शुक्ल एकादशी पितामह महाबुद्धे शृणु मे परमं वच युधिष्ठिरस्य कुन्तिश्च तथा द्रुपदनन्दिनी अर्जुनो नकुलश्चैव सहदेवस्तथैव च एकादश्यां न भुञ्जन्ति कदाचिदपि सुव्रता ते मां ब्रुवन्ति वै नित्यं मा त्वं भुङ्क्षं भृकोदर अहं तान् ब्रुवं तात्म बुभुक्षा दुस्सहा मम दानं दास्यामि विधिवत् पूजयिष्यामि केशवं विनोपवासं लभ्येत कथमेकादशी व्रतम् भीमसेन वचः श्रुत्वा व्यासो वचनमब्रवीत् व्यासोवाच यदि सर्गोऽत्यभीष्टस्ते नरकु
दुष्ट एव च। एकादश्यां न भोक्तव्यं पक्षयोरुभयोरपि। भीमसेन उवाच पितामह महाबुद्धे कथयामि तवाग्रतः। एकं भुङ्क्ते न शक्तोऽहम् उपवास कथं मम। ब्रेकनामापि यौवने सतदा जठरे मम। अतीवान्नं यदा स्नामि तदा समुपसाम्यति। एकं शक्तोऽस्म्यहं कर्तुं चोपवासं महामुने। येनैव प्राप्यते स्वर्गात् तत्करोमि यथा तथम्। तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम्। व्यास उवाच श्रुता मे मानवा धर्मा वैदिकाश्च श्रुतस्त्वया। कलौ युगेन शक्यन्ते ते वै कर्तुं नराधिप। सुखोपायं चाल्पधनम् अल्पक्लेशं महाफलं। पुराणानां च सर्वेषां सारभूतं ददामि ते। एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि। एकादश्यां न भुङ्क्ते यो न याति नरकं तु स। व्यासस्य वचनं श्रुत्वा कम्पितो स्वत्तपत्रवत्। भीमसेनो महाबाहुर्भीमो भीतोर्वाक्यमभाषत। भीमसेन उवाच पितामह न शक्तोऽहम् उपवासे करोमि किं। ततो बहुफलं ब्रूहि व्रतमेकं मम प्रभो। व्यास उवाच वृषस्ते मिथुनस्थे वा शुक्ल एकादशी भवेत्। ज्येष्ठमासे प्रयत्नेन सोपस्या जलवर्जिता। स्नाने चात्मा चमन चैव वर्जयित्वोदकं बुध। मासमात्र सुवर्णस्य यत्र मज्जति वैमणे। एतदाचमनं प्रोक्तं पवित्रं कायशोधनं। गोकर्णकृतहस्तेन मासमात्रं जलं पिबेत्। तन्यून्यम् अधिकं पीत्वा सूरपानशमं भवेत्। उपभुञ्जीत नैवान्नं व्रतभङ्गोऽन्यथा भवेत्। उदयाद् उदयं यावद् वर्जयित्वा तथोदकम्। अप्रयत्नाद्वाप्नोति द्वादशैकादशी फलम्। प्रभाते विमले जाते द्वादश्यां स्नानमाचरेत्। जलं सुवर्णं दत्त्वा च द्विजातिभ्यो यथाविधि। भुञ्जीत कृतकृत्यस्नु ब्राह्मणैः सहितो वशे। एवं कृते तु यत् पुण्यं भीमसेन शृणुष्व तद्। संवत्सरस्य या मध्ये एकादश्यो भवन्ति वै तासां फलमवाप्नोति अत्र मे नास्ति संशय। इति मां केशव प्राह शङ्खचक्रगदाधर। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज। एकादश्यां निराहार नरपापात् प्रमुच्यते। द्रव्यशुद्धिकलौ नास्ति संस्कारस्मार्थ एव च। वैदिकस्य कुतश्चास्ते प्राप्ते दुष्टे कलौ युगे। किन्तु ते बहुनोक्तेन वायुपुत्र पुनः पुनः। एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि। एकादश्यां शिते पक्षे ज्येष्ठस्योदकवर्जितम्। उपोष्य फलमाप्नोति तच्छृणुष्व वृकोदर। सर्वतीर्थेषु यत् पुण्यं सर्वदानेषु यत् फलम् तत्फलं सममाप्नोति इमां कृत्वा वृकोदर। संवत्सरेण यास्यास्यु शुक्लकृष्ण वृकोदर। उपोषितास्ता सर्वास्युरेकादश्यां न संशय। धनधान्याबलायुर्धा पुत्रारोग्यवधनप्रदा। उपोषिता नरव्याघ्रात् इति सत्यं वदामि ते। यमुदूता महाकाया कराला कृष्णपिङ्गला। दण्डपाशधरा रौद्रा नोपसर्पन्ति तं नरं। पीताम्बरधरा सौम्या शक्रस्ना मनोजवा। अन्तकाले नयन्तेनं मानवं वैष्णवीं पुरीं। तस्मात् सर्वप्रयत्नेन सुपोष्योदकवर्जिता। जलधेनुं ततो दत्त्वा सर्वपापैः प्रमुच्यते। कृष्णात् श्रुत्वा यथा चक्रु पाण्डवा हे वृकोदर। तथापि त्वमपि भूपाला सोपवासर्गर्शनं हरे। कुरु त्वं च प्रयत्नेन सर्वपापप्रशान्तये। करिष्याम्याद्य देवेश जलवर्जमुपोषणं। भोक्षे परिनिदेवेश यनस्ततववासनाद्। इत्युच्चार्य ततो मन्त्रमुपवासपरो भवेत्। सर्वपापविनाशाय श्रद्धादमसमन्वित।
मेरुमन्दरमानं तु स्त्रियोऽथ पुरुषस्य वा सर्वं तस्माद्मतां याति एकादश्या प्रभावत सकाञ्चन प्रदातव्यो घटो वस्त्रेण संवृत तो यस्य नियमं तस्यं कुरुते वै स पुण्यभाग पलकोटि सुवर्णस्य यामे यामे स्नुते फलं स्नानं दानं जपं होमं यदस्यां कुरुते नर तत् सर्वं चाक्षयं प्रोक्तम् एतत् कृष्णस्य भाषितं किं वा परेण धर्मेण निर्जलैकादशी नृप उपोषिता च विधिवद् वैष्णवं पदमाप्नुयात् सुवर्णमन्नं वा सांसि यदस्यां सम्प्रदीयते तस्यैव च कुरु श्रेष्ठ सर्वं चाप्यक्षयं भवेत् एकादशी दिने योऽन्नं भुङ्क्ते पापं भुनक्ति स इयलोके स चाण्डालो मृतपाप्नोति दुर्गतिं ये प्रदास्यन्ति दानानि द्वादशीं समुपोष्य च ज्येष्ठमासे शिते पक्षे प्राप्स्यन्ते परमं पदं ब्रह्मः मध्यपस्थेनो गुरुद्वेष्टा सदा नृते मुच्यते पातकै सर्वैर्द्वादशीयैरुपोषिता विशेषं शृणु कौन्तेय निर्जलैकादशी दिने तत्कर्तव्यं नरैस्त्रीभिर्श्रद्धादमसमन्विते जलसायि तु सम्पूज्यो देयाधेनुस्तन्मये प्रत्यक्षं वा निपश्रेष्ठ धृतधेनुरथापि वा दक्षिणाभिश्च श्रेष्ठाभिर्मिष्टान्नैश्च पृथग्विधे तोषणीया प्रयत्नेन द्विजाधर्मभृताम्बर तुष्टो भवति वै क्षिप्रं तैर्तुष्टैर्मोक्षदो हरि आत्मदोह कृतस्तैस्तु यर्नेशा समुपोषिता पापात्मनो दुराचार दुष्टास्ते नात्र संशय कुलानां च शतं साग्र मनाचाररतं सदा आत्मानं सहसन्नीतं वासुदेवस्य मन्दिरं शान्तदान परैशेष अर्चद्भिश्च तथा हरिं कुर्वद्भिजागरं रात्रौ येन रसमुपोषिता अन्नं पानं तथा गावो वस्त्रं शय्यासनं शुभं कमण्डलुस्तथा क्षान्नं दातव्यं निर्जलादिने उपानहौ च यो दद्यात् पात्रभूते द्विजोत्तमे ससौवर्णेन यानेन स्वर्गलोकं व्रजेत् ध्रुवं यस्यैमां शृणुयाद् भक्त्या यस्यापि परिकीर्तयेत् उभौ तौ स्वर्गतौ स्यातं नात्र कार्यविचारणा यत्फलं तु शिनीबाल्यं राहुग्रस्ते दिवाकरे कृत्वा श्राद्धं लवेन्मर्त्य तस्य श्रवणवादिभिः नियमं च प्रकुर्वीत दन्तधावनपूर्वकम् एकादश्यां निराहारो वर्जयिष्यामि वै जलम् केशवप्रीणनार्थाय अन्यदार्चनमादृते द्वादश्यां देवदेवेश पूजनीयस्त्रिविक्रम गन्धपुष्पैस्तथा दीपैर्वारिभिः प्रीणयेत् धनिं पूजयित्वा विधानेन मन्त्रमेतत् मुदीरयेत् देवदेव ऋषिकेश संसारार्णवतारक उदकुम्भप्रदानेन नयमां परमां गतिम् तथ कुम्भः प्रदातव्या ब्राह्मणेभ्यः स्वशक्तिमे सान्ना वस्त्रयुता भीम छत्रोपानत्फलान्विता दानान्यन्यानि देयानि जलधेनुर्विशेषत भोजयित्वा ततो विप्रान् स्वयं भुञ्जीन्तवाग्यत एवं यः कुरुते पूर्णां द्वादशीं पापनाशिनीं सर्वपापविनिर्मुक्तो पदं गच्छन्त्ययनामयम् ततः प्रवृत्ति भीमेन कृता एकादशी शुभा पांडवा द्वादशी नामना लोके ख्यात बभूवः। जय जय श्री भविष्योत्तर पुराणे श्री कृष्णार्जुन संवादे ज्येष्ठ शुक्ल निर्जल एकादशी महात्म्यं संपूर्णम्। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति गोविंद दामोदर माधवेति। समस्त भगवत सज्जनहरू, यो निर्जला एकादशीको सर्वप्रथम आज हामीले महात्म्य पाठ श्रवण गर्यौं। अब कथालाई प्रारम्भ गर्न गइरहेका छौं। यिनै पाठभित्र रहेका महात्म्यहरूले के भन्न खोजेका छन्, विशेष गरेर कुनै त्यस्तो दृष्टान्त इतिहास कथाहरू जोडिएको छैन। यही एकादशीको धेरै महिमा गायन गरिएको छ। यही नै हो महात्म्य जो अहिले हामीले पाठ गर्यौं। भीमसेन वाच। सर्वप्रथम अब भीमसेनजीले सोध्दै हुनुहुन्छ, अब
यो मानिसको पनि एउटा एउटा स्वभाव हुन्छ अरे। कसैलाई राम्रो लाउने स्वभाव हुन्छ, शौखिन हुन्छ, कसैलाई नाच्ने शौखिन हुन्छ, कसैलाई गाउने शौखिन हुन्छ, कसैलाई खाने शौखिन हुन्छ, यो चाहिँ चट्ट मिठो खाउँ भन्ने हुन्छ। केही न केही शौखिन चाहिँ मनुष्य मात्रलाई हुन्छ। त्यसमध्येमा भीमसेन चाहिँ केमा शौखिन छन् त भन्दा खानमा शौखिन छ। उनलाई चाहिँ खाना चाहियो। र आज खानाका शौखिन भएका भीमसेनले पितामह वेदव्यासजीलाई सोध्दै हुनुहुन्छ। भीमसेन उवाच पितामह महाबुद्धे शृणु मे परमं वचः युधिष्ठिरश्च कुन्तिश्च तथा द्रुपदनन्दिनी। भीमसेनले भने, महाबुद्धे पितामह, हे महाबुद्धिमान पितामह, हे वेदव्यासजी, मेरो एउटा कुरा हजुरले सुनिबक्सियोस्। युधिष्ठिरश्च कुन्तिश्च तथा द्रुपदनन्दिनी, मेरो दाजु युधिष्ठिर अनि मेरी आमा कुन्ती अनि द्रुपदनन्दिनी भनेको द्रुपद राजाकी छोरी द्रौपदी अनि मेरा भाइ अर्जुनो नकुलस्यैव सहदेवस्तथैव च, अनि मेरो भाइ अर्जुन, मेरो भाइ नकुल, मेरा भाइ सहदेव, यिनीहरू एकादशीमा कहिले पनि अन्न खाँदैन। एकादश्याम न भुञ्जित कदाचित अपि सुव्रत। मेरी आमा कुन्तीले पनि एकादशी भनेर अन्न खानुहुन्न। द्रुपद राजाकी छोरी द्रौपदी पनि आज एकादशी हो भन्छन्, अन्न खान्नन्। मेरा भाइहरू पनि अर्जुन, नकुल, सहदेव, दाजु युधिष्ठिर सबै एकादशीको व्रत बस्छ। एकादशीका दिन उनीहरू अन्न खाँदैन। न कदाचित उनीहरू एकादशीका दिन कहिले पनि अन्नहरू ग्रहण गर्दैन। अनि म चाहिँ एकादशीका दिन अन्न खान्छु। हे पितामह, र एकादशीका दिन मलाई अन्न खाँदै गरेको देखेर, दाल भात खाँदै गरेको देखेर तिनीहरूले मलाई भन्छन्, ए ब्रेकोदर, तिनीहरूले मलाई भन्छन् आज एकादशी हो, नखा 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 त भन्छन्। ते मां ब्रुवन्ति वै नित्यं मा त्वं भुङ्क्षं ब्रेकोदर। एकादशी हो, अन्न नखा, दाल भात नखा त भनेर मलाई भन्छन्, उनीहरू खाँदैनन्। एकादशीको व्रत गर, अन्न नखा भन्छन्, तर तिनीहरू एकादशी नखा भनेर त भन्छन्। हे पितामह, मलाई सही नसक्नु भोक लाग्दछ। अझ एकादशीका दिन त झन् धेरै भोक लाग्दछ। अहम तान व्रतम तात बुभुक्षा सदुस्सह मम। हे पितामह, यति धेरै भोक लागेर आउँछ, भोक लाग्छ, अनि तिनीहरूलाई म भन्छु मलाई सही नसक्नु भोक लागेको छ, म व्रत बस्न सक्दिनँ भनेर यही भन्छु। हे पितामह, हे वेदव्यासजी, हजुरलाई एउटा मेरो बिन्ती छ। एकादशीका दिन कोही पनि अन्न खाँदैनन् हाम्रा परिवारमा, म मात्रै हुँ अन्न खाने। मलाई एकादशी हो नखा भन्छन्, तर त्यही दिन चाहिँ बढी भोक लाग्छ। कहिलेकाहीँ त व्रत बसेकै दिन भोक लाग्छ, धेरै करकापमा गरियो भने पनि झन् बढी भोक लाग्छ, तल हुन्छ, चारतिर घुमिराखेको हुन्छ। यस कारणले गर्दा भीमसेनले पनि भने झन् धेरै भोक लाग्छ। आज एकादशी हो नखा भन्यो भने त त्यही दिन चाहिँ बढी भोक लाग्छ। हे पितामह, यस कारणले गर्दा हजुरलाई मेरो एउटा प्रार्थना छ। भीमसेनले भने, दानं दास्यामि विधिवत् पूजयिष्यामि केशवं विनोपवासं लभ्येत कथम एकादशी व्रतम्। भीमसेनले भने, हे पितामह, म विधिवत जे दान भने पनि बरु गर्छु। जे दान गर भन्नुहुन्छ हजुरले म त्यो गर्छु। जति पूजा गर भन्नुहुन्छ बरु त्यति म पूजा पनि गर्छु। दानम दास्यामि विधिवत पूजयिष्यामि केशव। म भगवान विष्णुको पूजा पनि गर्न तयार छु। तर हे पितामह, व्रत नबसिकन एकादशीको व्रतको फल कसरी पाउन सकिन्छ? व्रत पनि नबस्ने तर एकादशीको फल पनि पाइने। हजुरलाई त सबै थाहा छ महाबुद्धे, हे पितामह, त्यसैले हजुरले यो कुरा बताइदिनु परोस्। व्रत नगरिकन एकादशीको पुण्य फल पाउने त्यस्तो कुन उपाय छ, त्यो मलाई हजुरबाट आज्ञा होस् भनेर भीमसेनले भनेपछि भीमसेनका वचन सुनेर व्यासजी भन्नुभयो। व्यासवाच, यदि सर्गोत्यभीष्टस्ते नरको दुष्ट एव च एकादश्यां न भोक्तव्यं पक्षयोरुभयोरपि।
व्यासजीले भन्न लाग्नुभयो, हे भीमसेन, यदि तिमीलाई स्वर्ग अत्यन्तै प्यारो लाग्छ, मोक्ष तिमीलाई प्यारो लाग्छ, भगवत धाम तिमीलाई प्यारो लाग्छ, नरक अप्रिय लाग्छ भने दुवै पक्षमा पर्ने एकादशीका दिन अन्न नखा। यही हो कुरो। एकादश्याम न भोक्तव्यम पक्षयोरुभयोरपि, व्यासजीले भनिदिँदा तब उनले भने, भीमसेनले, एकम भुक्तेन सक्तोहम उपवासम कथम मम वृकनामापि यो भन्नि सतदा जठरे मम। हे पितामह, एकचोटि भोजन ग्रहण गरेर, एकचोटि खाएर ट्याम्म पेट भरेर त दिनभरि म भोकै बस्न सक्दिनँ भने अब अहोरात्र नखाइकन उपवास म कसरी बस्न सक्छु, एकादशी कसरी गर्न सक्छु? किनभने भगवान, हे पितामह, त्यो भोकै बस्न नसक्नुको कारण पनि म भित्र वृक नाम गरेको एउटा अग्नि छ। भीमसेन भन्छ, वृकनामापि यो भन्ने सदा जठरे मम। भीमसेनले भन्छन्, मेरो पेटमा मेरो वृक नाम गरेको जुन अग्नि छ त्यो सधैँ मेरो जठरमा बस्छ र त्यो बास गरेर जब धेरै म अन्न खान्छु तब मात्रै मेरो जठराग्निलाई केही कालसम्म, केही समयसम्म शान्त रहन्छ, नभए त फेरि त्यो जठराग्निले फेरि मागिहाल्छ। मैले खाएको होइन भगवान, त्यो मेरो पेटमा भएको जुन वृक नाम गरेको अग्नि छ, बन्नी भनेको त्यो अग्नि छ, त्यो अग्निले खान्छ। सामान्य जठराग्नि त हामी सबैका पेटमा छन्, तर भीमसेन भित्र चाहिँ वृक नाम गरेको छ, त्यो साह्रै भोक लाग्ने, साह्रै खुवाउने काम गर्दछ। त्यस कारणले गर्दा हे भगवान, एकपल्ट मजासित खाएर त म उपवास गर्न सक्ने हुन्छु, तर यसरी एक अहोरात्रै खाएर स्वर्ग वैकुण्ठ मोक्ष प्यारो छ तर व्रत नबसिकन, एकादशी नगरिकन त्यो कसरी मलाई प्राप्त हुन्छ? मलाई बताउनुहोस्, मेरो कल्याण होस्। मलाई पनि गति चाहिएको छ, मलाई पनि मोक्ष चाहिएको छ। तदेकम वद निश्चित्य येन श्रेयो हमाप्नुयात्। मेरो पनि कल्याण हुने गति पाउन भगवान, हजुरले नै बताउनुहोस् भनेर भीमसेनले पितामह वेदव्यासजीलाई भने। तब वेदव्यासी भन्नुहुन्छ, व्यासवाच श्रुता मे मानवा धर्म वैदिकाश्च श्रुतस्त्वया कलो युगो युगेन शक्यन्ते ते वै कर्तुं नराधिप। व्यासजीले भन्नुभयो, भीमसेन, मैले भनेका मानव धर्महरू तिमीले सबै सुनिसकेका छौ, त्यहाँ वैदिक धर्महरू तिमीले सुनिसकेका छौ। हे राजन, कलियुगमा त्यस्ता जटिल नियमबद्ध धर्महरू गर्न सकिँदैन। त्यस्तो कठोर त्यस्तो धर्म पनि कहाँ छ? कहीँ नै छैन। कलौ युगो युगेन शक्यन्ते तेवै कर्तुं नराधिप। तिमीले सबै वैदिक धर्महरूको बारेमा मैले भनेका कुराहरू सुनिसकेका छौ, त्यसैले कलियुगमा त्यस्ता जटिल नियमबद्धहरू धर्महरू गर्न सकिँदैन। यस कारणले गर्दा तसर्थ म तिमीलाई सरल उपायले थोरै धनले पनि सम्पन्न हुन सक्ने, कति पनि कष्ट नगरिकन धेरै पुण्यफल प्राप्त हुने पुराणहरूको पनि सार तत्त्व भएको कुरो बताउँदैछु। पुराणानां च सर्वेषां सारभूतं वदामि। सुन त्यो कुरो सार के हो भने, जुन शुक्ल पक्ष कृष्ण पक्षका दुवै पक्षका एकादशी छन्, त्यो एकादशीका दिन पटक्कै अन्न खानु हुँदैन। किनकि जो मनुष्य एकादशीमा अन्न खाँदैन, अन्नलाई परित्याग गरिदिन्छ भने त्यो व्यक्ति नरक जान त के नरकको दर्शन पनि गर्न पर्दैन। एकादश्याम न भुङ्क्ते यो नयाति नरकम तुष। एकादशीको व्रत गरेको छ भने त नरक जाने त कुरोको, त्यो नरक जानै पर्दैन। यमराजका दूतहरूको यातना त परै छोडौ, नरकै जाँदैन। व्यासजीको त्यस्तो वचन सुनेर भीमसेन एकछिन सोच्न बाध्य भए, किनभने वेद व्यासी 18 पुराणका रचयिता वेद व्यासी पनि के भन्नुहुन्छ, एकादशीका दिन व्रतै गर्न पर्छ, खान हुँदैन। भगवान धाम जसलाई प्यारो छ, मोक्ष जसलाई प्यारो छ, मुक्ति प्राप्त गर्ने इच्छा छ भने एकादशीका दिन अन्न नखाने। अब त यति कुरो सुने पछाडि त भीमसेन त थर 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 पिपलको पात हल्ले जस्तो काँप्न थाले
व्यासस्य वचनं श्रुत्वा कम्पितोऽश्वत्थ पत्रवत्। पिपलको पात झैं डरले थरथर थरथर काँपेर भन्न लागे, भीमसेन वाच पितामह न शक्तोऽहम् उपवासे करोमि किं ततो बहु फलं ब्रूहि व्रतमेकं मम प्रभो। हे पितामह, म के गरौँ? उपवास बस्नमा असमर्थ छु, अन्न त्याग गर्न सक्दिनँ। धेरै पुण्य फल मिल्ने कुनै पनि एउटा व्रत बताइदिनुहोस्। त्यसो भए सबै चाहिँ म गर्न सक्दिनँ, सबैको पुण्य फल मिल्ने एउटा व्रत बताइदिनुहोस्, त्यो व्रत म गर्दछु भनेपछि अब व्यासजीले भन्नुभयो, हे भीमसेन, व्यासवाच वृषस्थे मिथुनस्थे वा शुक्ल एकादशी भवेत् ज्येष्ठमासे प्रयत्नेन सोपस्या जलवर्जिता। व्यासजीले भन्नुभयो, जब वृष राशिमा सूर्य अथवा मिथुन राशिमा सूर्य रहेको बेलामा, मेष राशिका सूर्य हुँदाखेरि वैशाख हुन्छ, वृष राशिका सूर्य हुँदाखेरि जेठ महिना भयो, अथवा मिथुन राशिका सूर्य भनेको मिथुन राशिमा सूर्य रहँदाखेरि असार महिना भयो। त्यसैले यहाँ के भन्नुभयो, वृषस्थे मिथुनस्थे वा शुक्ल एकादशी भवे। वृष राशिमा या मिथुन राशिमा सूर्य रहेको बेलामा जेठ या असार महिनामा जुन शुक्ल पक्षको एकादशी हुन्छ, ज्येष्ठे मासे प्रयत्नेन, वर्षैभरिका एकादशीको व्रत गर्न सक्दैन भने सोपोष्या जलवर्जिता, त्यस निर्जल रहेर व्रत गर्नु। निर्जल रहेर व्रत गर्यो भने सम्पूर्ण एकादशीको व्रतको फल मिल्नेवाला छ। निर्जलको अर्थ के हो भन्दा पानी नै नछुने होइन, पानी नै नचलाउने भन्ने अर्थ होइन। पानी चलाउन पाइयो, तर कहाँ कति भन्दा सर्वप्रथम बिहान उठेर त स्नान गर्नु पर्यो। जलले शरीरलाई शुद्ध बनाउँछ। त्यसैले स्नाने च आचमने चैव वर्जयित्वोदकं बुध। सर्वप्रथम स्नान गर्नको लागि पानी प्रयोग गर्न सकियो, अनि आचमन गर्दा आचमन पनि गर्नु पर्यो। जस्तो मन्त्र जाप्नु पर्यो, देवताको पूजा गर्नुभन्दा अगाडि 3 चोटि पञ्चपात्र आचमनीबाट जल हत्केलामा राखेर सुरूप पान गरिन्छ। हो, त्यो 3 चोटि पान गर्न पाइयो। केशवाय नमः, नारायणाय नमः, माधवाय नमः भनेर यसरी हालेर स्नान गर्न पाइयो, आचमन गर्न पाइयो। फेरि बुद्धिमान व्यक्तिले आचमन गर्दा पनि धेरै पानी पिउने होइन नि, यसो हत्केला थापो र पञ्चपात्रबाट आयो भने त निकै पानी आउँछ। त्यसैले यहाँ भन्नुहुन्छ, मासमात्र सुवर्णस्य यत्र मज्जति वै मणि। कति चाहिँ त भनेर भन्दा, एउटा मासको जुन कालो मास हुन्छ, त्यो कालो मासको दानो यहाँ हातमा राख्दाखेरि यसो गाईको कान जस्तो लामो बनाएर हात बनाउने, अनि यसमा राख्दाखेरि त्यो मासको दानो डुबोस् अरे, त्यति मात्रै। 1 मासा जति सुन, अर्थात् 1 मासा सुन अथवा एउटा मासको दानो अट्ने डुब्ने खालको, डुब्न मात्र सक्ने जल यहाँ राखेर आचमन गर्नुपर्छ। त्यतिलाई दोष मानिँदैन। त्यहाँभन्दा बढी पान गर्यो भने, अनि अझ निर्जला एकादशीको व्रत गर्छु भन्यो भने फेरि उसलाई मदिरा पान गरेको, मदिरा कहिले पिउँदैन तर मदिरा पान गरेको दोष लाग्दछ। सुरापान समम भवे, मदिरा पान समान हुन्छ, त्यो पनि ख्याल गर्नु पर्दछ। अन्न खानु हुँदैन, नत्र भने व्रत भङ्ग हुन्छ भनेर यहाँ भन्नुभयो। अब त्यो जल पनि कतिसम्म नखाने त भन्दा, उदयाद उदयम यावद वर्जयित्वा तथोदकम। उदयाद उदयम यावद वर्जयित्वा तथोदकम भन्नुहुन्छ। एकादशीको उदयदेखि द्वादशीको उदय नभएसम्म भनेको, जस्तो अब व्रत कहिले सुरु हुन्छ त भन्दा, एकादशीको उदय भए पछाडि, एकादशी सूर्य उदय भए पछाडि बिहानै स्नान ध्यान गर्यौँ भने पनि सूर्योदयको आधारमा के हुन्छ त भनेर भन्दा व्रत सुरु हुन्छ। जस्तो अहिलेको समयमा भन्नुपर्दा बिहान 5:11 आज यो निर्जला एकादशीका दिन सूर्य उदय हुँदैछन् भने 5 बजेभन्दा अगाडि उदयाद उदयम यावत भन्नुहुन्छ यहाँ। त्यसैले एकादशीको व्रत अब सुरु हुँदैछ उठेर स्नान गरेर भने बिहानै 5 बजे, 4 बजे, 3:30 बजे, 3 बजे ब्रह्म मुहुर्तमा उठेर 3-4 गिलास पानी पिउने, हाम्रो शरीरको अवस्था अनुसार मिश्री पानी पिउने,
मजाले पानी पिएर एकादशीको व्रत सुरु गरिदिने। भोलिपल्ट बिहान सूर्य उदय भइन्जेलसम्म, भनेको त्यही 5, 11, 12 मिनट त्यतिसम्म निर्जला रहने। त्यसैले त्यस दिन बिहान पनि छिट्टै उठेर पानी पिएर अनि भगवानको नाम जप्दै एकादशीको व्रत गर्यो भने 24 घण्टा उसले एकादशीको व्रत अन्न पानी जल त्याग गरेर व्रत बस्यो भने उसले एउटा एकादशीका दिनदेखि अर्को एकादशीको व्रतका नियमसम्म त्यसरी व्रत गर्यो भने बिना परिश्रम नै, यहाँ भन्नुहुन्छ अप्रयत्नात् दवाप्नोति द्वादशैकादशी फलम। केही प्रयत्न नगरिकन 12वटा एकादशी व्रत गरेको पुण्यफल प्राप्त हुन्छ। प्रभाते विमले जाते द्वादश्याम स्नानमाचरेत। अनि भोलिपल्ट छ्याङ्ग उज्यालो हुन्छ, सूर्योदय हुन्छ। अहिले त 5 बजे त उज्यालो हुन्छ, फेरि पनि सूर्योदयसम्म पर्खिने अनि स्नान गर्ने, विधिपूर्वक ब्राह्मणलाई शीतल जल, सुगन्धित जल अर्पण गर्ने, स्वर्ण दान गर्ने, गाई दान गर्ने, ब्राह्मणहरूलाई भोजन गराएर अथवा ब्राह्मण पाइएन भने ब्राह्मण भोजनको लागि केही दक्षिणा निकालेर हे भीमसेन त्यो एकादशीको व्रत निर्जला गर्यो भने उसले 1 वर्षमा जति एकादशी हुन्छन् संवत्सरस्या मध्ये एकादश्यो भवन्ति वै तासां फलमवाप्नोति अत्र मे नास्ति संशय। 1 वर्षभित्र जतिवटा एकादशी हुन्छन् भनेर भनेको 1 वर्षभित्र जम्मा 24वटा एकादशी हुन्छन् 1 वर्षमा। किनभने 12वटा महिनामा 24वटा महिना हुन्छन्, 24वटा। जुन दिन अधिक मास पर्छ, पुरुषोत्तम मास पर्छ, त्यो वर्ष 26वटा हुन्छन्। जस्तो 2083 सालको जेठ महिनामा अधिक मास पर्यो, त्यसैले 26वटा एकादशीको व्रतको फल मिल्नेवाला छ निर्जला गर्दा यसपटक हामीलाई 2083 सालमा। त्यसैले संवत्सरस्यामध्ये त्यो संवत्सरमा जतिवटा एकादशी भनेको पुरुषोत्तम मासका 2टा एकादशीको व्रतको पनि फल मिलेर जम्मा 26वटा एकादशीको व्रतको फल मिल्दछन्। जुन वर्ष पुरुषोत्तम मास पर्दैन भने 24वटा एकादशीको व्रतको फल मिल्दछ। तर के गर्ने, त्यो निर्जला एकादशी जल समेत परित्याग गर्नाले यो कुरोमा कुनै सन्देह छैन है। तासां फलमवाप्नोति अत्र मे नास्ति संशय। यस विषयमा कसैले शङ्का गर्नै पर्दैन। व्यासजी किटान गर्नुहुन्छ क्या, प्रमाणित गरिदिनुहुन्छ। जसले यसरी बिहानदेखि भोलिपल्ट बिहानसम्म निर्जला गर्यो भने यसमा संशय छैन। त्यसले 24वटा एकादशीको व्रतको फल प्राप्त गर्दछ। यो कुरो स्वयं वेदव्यासी भन्नुहुन्छ। यो कुरो साक्षात् शङ्खचक्र गदा धारण गर्ने भगवान केशवले भन्नुभएको। इतिमाम केशव प्राह शङ्खचक्र गदाधर सर्वधर्मान् परित्यज्य मामेक शरणं व्रज। त्यसैले सबै धर्मलाई त्यागेर केवल मेरो शरणमा पर। शङ्खचक्र गदा पद्म धारण गर्ने भगवानले नि यही कुरो भन्नुभएको छ, त्यही कुरो म तिमीलाई भन्दैछु। त्यसैले एकादशीमा निराहार रहने मनुष्य सबै प्रकारका पापबाट मुक्त हुन्छ। कलियुगमा द्रव्यको शुद्धि चाहिन्न, स्मारत संस्कारहरू पनि चाहिन्न, विधि विधानहरू पनि लामो समयसम्म नरहन सक्छन्। यो दुष्ट कलियुग पनि हो। वैदिकस्य कुतश्चास्ते प्राप्ते दुष्टे कलौ युगे किन्तु ते बहुनोक्तेन वायुपुत्र पुनः पुनः। हे भीमसेन, यो कलिकालमा वैदिक क्रिया कर्म कहाँ छ र? कहाँ राम्रो प्रकारले कर्म भएको देखिन्छ र? देखिँदै बिल्कुल लोप भइसक्यो, अब हराइसक्यो, तोडमोड भइसक्यो। यस कारणले गर्दा हे वायुपुत्र बार बार त्यही कुरो दोहोऱ्याएर के हुन्छ, केवल दुवै पक्षको एकादशीमा नखाने गर्नु, तर जेठ महिनाको शुक्ल पक्षको एकादशीमा चाहिँ पानी नपिकन व्रत गर्नु। अरू एकादशीमा अन्न त्याग गर्नु, निर्जलामा त अन्न पनि परित्याग गर्नु, जल पनि परित्याग गर्नु। निर्जलामा चाहिँ अरूमा त अन्न नखाने, अर्थोक कन्दमूल फलफुल खाँदा भयो। तर यो निर्जला एकादशीका दिन चाहिँ पानी पनि जसले परित्याग गरिदिन्छ भने चाहिँ पानी पनि नपिकन व्रत गर्दछ भने निर्जला एकादशीको व्रत बसेर जो फल पाइन्छ त्यो फल सुन। यो निर्जला नै गर्यो भने त्यसले कुन फल प्राप्त गर्दछ त भन्दा सर्वतीर्थेषु यत् पुण्यम सर्वदानेषु यत् फलम तत्फलम सममाप्नोति इमां कृत्वा विकोदर।
सारा तीर्थमा स्नान गरेको फल, जो फल पाइन्छ, सारा तीर्थमा गएर जुन उत्तम उत्तम वस्तु पदार्थहरू दान गरेको फल प्राप्त गरिन्छ, पेटमा वृकनाम गरेका अग्नि बसेका हे भीमसेन, त्यो सबै निर्जला एकादशीको व्रत गरेरै त्यही फल प्राप्त हुन्छ भनेर यहाँ बताउनु। सबै तीर्थमा अब हेर्नु, जेठ असार बाढी लाग्यो, अब मानो खाएर मुरी उब्जाउने महिना हो। अब किसान ग्रामीण भेगमा रहनेहरू खेती किसानीतिर प्रवेश गर्नुभयो। अब कुनै तीर्थमा गएर स्नान गरौँ भन्दा पनि अब बाढी पहिरोहरू कतिखेर आउँछन्, त्यसैले अब यो समयमा चाहिँ विशेष गरेर यही निर्जला एकादशीका दिन घरैमा पनि स्नान गरे पनि सारा तीर्थमा स्नान दान गरेको फल प्राप्त हुन्छ। वर्षभरिमा जो शुक्ल कृष्ण पक्षका एकादशी हुन्छन्, ती बराबरको पुण्य विधिपूर्वक यो एउटै एकादशीको व्रतले दिइराखेको हुन्छ। संवत्सरेण यास्यास्यो शुक्ला कृष्ण वृकोदर। त्यसैले ती वर्षभरिका सबै एकादशीको व्रत सालसालै विधिपूर्वक गर्यो भने निश्चय नै त्यस्तो व्यक्तिलाई धन धान्य आयु पुत्र पुत्री सन्तान आरोग्य धन रूप सबै प्राप्त हुँदै हुँदै जान्छ। ए भीमसेन, यस कारणले गर्दा जो मनुष्यले एकादशीको व्रत गर्दछ, यो कुरो म तिमीलाई साँचो साँचो बताउँदछु, एकादशीहरूको व्रत गर्ने गर्दछ भने मरे पछाडि, मृत्यु पछाडि बडा भयङ्कर काला पहेँला शरीर भएका, लामा लामा नङ, लामा लामा दाँत भएका त्यस्ता लाठा पासाहरू लिएर यमराजका दूतहरू उसको सामुन्नेमा आउनै सक्दैन। यमदूता महाकाय कराल कृष्ण पिङ्गला दण्डपास धरा रौद्रा नोपसरपन्थी तम नरम। जसले एकादशीको व्रत गरेको छ, निर्जला भनेर चिन्तन मनन गरेको छ, निर्जलै बसेको छ भने त्यस्ता काला पुरुषहरू, डरलाग्दा मनुष्यहरू अन्तिम समयमा उसको सामिपमा आउँदैन। वेदव्यास भन्नुहुन्छ, भीमसेन को आउँछ त भन्दा पीताम्बर धरा सौम्या सक्रास्ता मनोजवा अन्तकाले नयन्तेनं मानवं वैष्णवीं पुरीं तस्माद् सर्वप्रयत्नेन सोपोष्योदगवर्जिता। सुन हे भीमसेन, पहेँला कपडा धारण गरेका, हातमा शङ्ख चक्र लिएका भगवान विष्णुका दूतहरू, सौम्य चक्र हस्ता मनोजवा, देख्दै उनीहरूलाई देख्ने बित्तिकै यहाँ बस्नै मन लाग्दैन, अरे यहाँ त केही पनि रहेनछ भनेर जाउँ 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 रहर लाग्छ अरे क्या ती पहेँला विष्णुका दूतहरूलाई देखेर। काला पुरुषहरूलाई देखेर, यमराजका दूतहरूलाई देखेर व्यक्ति डराउँछ, छटपटाउँछ, यतैको याद गर्छ। तर साँच्चै भगवान विष्णुका दूत, भगवानका पार्षदहरू त्यो एकादशीको व्रत गर्नेलाई लिन आउनुभयो भने रहर लाग्छ अरे, यहाँ त बस्नै मन लाग्दैन अरे। भगवान त्यस्तालाई देख्ने बित्तिकै रहर लागेर जाउँ जाउँ जाउँ, अब यहाँ काम सक्यो, यहाँ काम छैन भनेर रहर लाग्दा विष्णुका दूतहरू आएर लिएर जान्छन् अन्तिम अवस्थामा। त वैष्णवी पुरीमा अनि त्यो अन्तकाले नयन्त्येनं मानवं वैष्णवीं पुरीं, त्यस्ता पीताम्बर धारण गरेका रहर लाग्ने भगवानका दूतहरूले उसलाई भगवान विष्णु भएको ठाउँमा वैष्णवपुरीमा पुर्याउँछन्, विष्णु लोक लैजान्छन्। त्यस कारणले एकादशीको व्रत, एकादशीको महात्म्य, श्रीहरिको पूजा, भगवत सेवा, निर्जला एकादशीका दिन पानी पनि नपिकन प्रयास गर्नेवाला मनुष्यहरूलाई यो सुविधा, यो भगवत दर्शन, यो वैकुण्ठ प्राप्त हुन्छ। तर जसले एकादशीको व्रत गर्दछ भने भोलिपल्ट बिहान द्वादशीका दिन जलधेनुं ततो दत्वा सर्व पापै प्रमुच्यते। हे वृकोदर, हे भीमसेन, भोलिपल्ट जलले भरिएको घडा दान गर्ने अथवा गाई दान गर्यो भने सबै पापबाट मानिस छोड्दछ। यस कारणले गर्दा एकादशीको दिन, एकादशीको व्रत, श्रीहरिको पूजा अवश्य गर्नुपर्दछ। कुरु त्वं च प्रयत्नेन सर्व पाप प्रशान्तै तथा त्वमपि भूपाल सोपवासार्चनम। अरे एकादशीको व्रत गर, श्रीहरिको पूजन गर, अनि एकादशीको व्रत बसेर भोलिपल्ट चाहे स्त्री होस् चाहे पुरुष होस्, जसले पनि यो एकादशीको व्रत गर्दछ भने सारा पापहरू तत्क्षण नै भस्म भएर जान्छन्। अनि द्वादशीका दिन विधिपूर्वक जसले जल नै परित्याग गरेको छ भने शुद्ध जलले भरिएको एउटा घडा भन्छ, कुनै पनि पात्र, गिलासहरू, हैन, त्यो गिलासमा पानी राखेर पहेँलो कपडा अथवा त्यो रक्षाबन्धन धागो हुन्छ हातमा बान्ने, त्यो धागोले त्यसलाई बेरेर अथवा सुवर्ण पनि थोरै मिसाएर अथवा द्रव्य मिसाएर त्यो पानीको घडा अथवा पात्र जसले दान गर्दो रहेछ भने सारा पुण्यको भागी हुन्छ।
त्यसैले जसले निर्जला एकादशीको व्रत गर्दै हुनुहुन्छ भने त्यो दान गर्ने र कुनै ब्राह्मणलाई दिने, ब्राह्मण गुरुजनहरू हुनुहुन्न भने काहीँ मठ मन्दिरमा दिने, नभए सङ्कल्प गर्ने। द्रव्यहरूको सबै ठाउँ अभाव भयो भने निर्जला नि गरियो भने कमसेकम यत्रो जीवनको वर्षमा बिहानदेखि पानी मिश्री खाएर दिनभरि सकियो, धेरै मेहनत गर्नु परेन भने त कत्रो पुण्य प्राप्त हुने रहेछ। गर्व पनि हुन्छ। हामीले पानीको महत्त्व बुझ्दैछौँ, जलको महत्त्व बुझ्दैछौँ, प्रकृतिलाई आदर मान सम्मान गर्दैछौँ। यस कारणले गर्दा जो मनुष्यले निर्जला एकादशीको व्रत गर्दछ, स्नान दान जप होम यस दिन जति जे गर्दछ भने त्यो करोडौँ गुणा बढी पुण्य बढेर जान्छ। किम्वा परेण धर्मेण निर्जला एकादशी नृप, जो मनुष्यले निर्जला एकादशीको नै व्रत गर्यो भने, निर्जला एकादशी नै व्रत गर्दैछ भने उसलाई अरू कुनै धर्मको त्यस्तो प्रयोजन पनि छैन, किनकि सबैको परिपूर्ति यही निर्जला एकादशी व्रतले नै गरिदिन्छ। कति धेरै महिमा गाइएको छ, व्याख्या गाइएको छ। त्यसैले जसले विधिपूर्वक निर्जला एकादशीको व्रत गर्दछ उसले भगवत धाम प्राप्त गर्दछ। सुन दान वस्त्रदान सबै दान गरेको, सबै तीर्थमा स्नान गरेको फल प्राप्त गर्दछ। अझ यो एकादशीको व्रत गरेर कोही एकादशीको व्रत गर्दछ, कुनै जलले भरिएको घडा अथवा कुनै पात्र, कमण्डलु, लौरो, जुत्ता, चप्पल यी कुनै पनि दान गर्दो रहेछ भने विशेष पुण्य हुन्छ। एकादशीका दिन कुनै अवसर मिल्यो, समय मिल्यो, स्थान मिल्यो, सम्भव भयो भने। यस कारणले गर्दा ज्येष्ठ महिनामा पर्ने जुन शुक्ल पक्षको एकादशीको व्रत हो यो मोक्ष गति प्रदान गरिदिन्छ। ब्रह्महत्या गर्नेवाला, मदिरा पिउनेवाला, चोरी गर्नेवाला, गुरुसित द्वेष गर्नेवाला, सधैँ झुटो बोल्नेवालाले पनि यो एकादशीको व्रत गर्दो रहेछ भने उसको त्यो व्रतको प्रायश्चित्त हुन्छ। यदि आवश्यकता छ भने मुच्यतै पातकै सर्वे द्वादशीयै रूपोषिता, र उसले मैले गल्ती गरेँ, मैले ब्रह्महत्या, मैले मदिरा पिएँ, मैले चोरी गरेँ, मैले गुरुसित द्वेष गरेँ, झुटो बोलेँ भन्ने लाग्छ भने यो एकादशीको व्रत गऱ्यो भने सारा पापहरूबाट मुक्त हुन्छ। हे कुन्तीका छोरा भीमसेन, निर्जला एकादशीका दिनमा हुने विशेष महत्त्व मैले तिमीलाई बताएँ। त्यसैले श्रद्धा र संयमका साथ यो एकादशीको व्रत गर्नुपर्दछ। विष्णुको पूजा गर्नुपर्दछ। जलपूर्ण घडा दान गर्नु भनेर 4-5 ठाउँ भनिएको छ। फेरि पनि यहाँ यही भन्नुहुन्छ, जलसायी तु सम्पूज्ये देयधेनु शतन्मयी, जलले परिपूर्ण भएको घडा दान गर्नु अथवा गाई दान गर्नु अथवा सुवर्ण दान गर्नु भनेको छ। अब गाई दान पनि प्राप्त हुँदैन, सुनदान पनि सम्भव हुँदैन अहिलेको समयमा। यस कारणले गर्दा यहाँ भन्नुहुन्छ यदि गाई सम्भव भएन भने प्रत्यक्षम वा नृपश्रेष्ठ धृतदेनु रथापि वा, घिउलाई नै गाई मान्नु अरे। अलिकति घिउ लिएर, त्यो घिउ नै यही त हो नि, गाईले दिएकै घिउ हो भनेर त्यहाँ पैसा राखेर त्यो सम्झिएर पनि यसरी व्रत गर्दाखेरि गाईदान हुन सक्दछ। गाईदानको पुण्य हुन्छ, तर त्यसमा केही द्रव्य दक्षिणाहरू पैसाहरू राख्नु पर्दछ। बस हामीले पनि शास्त्रले कुनै अनिवार्यता गरेका छैनन् सुनदान गर्नै पर्छ भनेर। हेर्नु, गाईदान गर्ने ठाउँमा घिउ दान गरेर भए पनि गाईलाई सम्झ, त्यहाँ केही द्रव्य दक्षिणाहरू राख भन्यो। केही दक्षिणाहरूले नाना प्रकारका मिठाईहरू के पनि रहेका छन् भने दक्षिणा भिष्ट श्रेष्ठावीर मिष्टान्नै पृथक विधे, जे हुन्छ चिजहरूले गाईदानलाई पूर्ण गरिदिनु। धर्मधारीहरूले यस्तो गर्दछन्, तिमी पनि श्रेष्ठ हौ। यत्नपूर्वक एकादशीको व्रत गर, द्वादशीका दिन ब्राह्मण भोजन गराऊ, घडादान गर, जलदान गर, सङ्कल्प गर, र यसैले तिमीलाई मोक्ष दिनेवाला छ, तत्काल पाप नष्ट गराइदिनेवाला छ, र 24वटा एकादशीको व्रतको फल मिल्नेवाला छ भनेर भनिदिनु भयो। हामीलाई त 26वटा फल प्राप्त हुँदैछ यसपल्ट, पुरुषोत्तम मास प्राप्त गरेको हुनाले। त्यस कारणले गर्दा यो व्रत गर्ने जो व्यक्ति एकादशीको व्रत गर्दछ उसले सारा पुण्य प्राप्त गर्दछ। र शान्त चित्तले यस दिन गरिएका दान पुण्यहरू, शय्यादान, वस्त्रदान, कमण्डलु दान, छत्ता दान, जुत्ता दान, यी कुनै पनि सत्पात्रलाई यदि दान गर्दो रहेछ भने ऊ अन्तिममा सुनको विमानद्वारा भगवत धाम जान्छ। जसले विधिपूर्वक हरिको कथा सुन्दछ, अरूलाई सुनाउँदछ, पढ्दछ, पढेर अरूलाई सुनाउँदछ भने अन्तिममा भगवत धाम जान्छ। यसमा पनि स्वर्ग शङ्कै छैन। उभौतौ स्वर्गतौ स्याताम नाता कार्य विचारण, यसमा पनि शङ्का गर्नु पर्दैन। र यो निर्जला एकादशीको महात्म्य व्रत पूजा गर्नाले सूर्य ग्रहण लागेको बेलामा श्राद्ध गर्दा मनुष्यलाई जुन फल प्राप्त हुन्छ, निर्जलाको कथा सुनेर पनि त्यही फल प्राप्त हुन्छ। ग्रहणको कति धेरै ठुलो महत्त्व छ, ग्रहणमा श्राद्धको कति धेरै ठुलो महात्म्य छ। ग्रहण श्राद्ध गरिन्छ, छुट्टै हुन्छ, पिण्ड पानी नदिए पनि।
काँचो चिजहरूद्वारा श्राद्धहरू गरिन्छ, त्यो श्राद्धको जति पुण्य महत्त्व छ यो निर्जला एकादशीको त महात्म्य सुनेर पनि त्यति नै फल प्राप्त गर्दछ। त्यसैले निर्जलाको दिन बिहानै सरसफाइहरू गरेर स्नान ध्यान गरेर आज म हरिभक्ति गर्नेछु, जल समेतलाई पनि सकेसम्म परित्याग गर्नेछु भगवान् भनेर बिहानै सङ्कल्प लिने, भगवान् केशवको प्रसन्नताको लागि आचमनलाई छोडेर बार बार पानी नपिउने र द्वादशीका दिन भगवान् त्रिविक्रमको पूजा गरेर भगवानको अगाडि श्रीखण्ड चन्दन सेता फुलहरू अर्पण गरिदिने। द्वादशीका दिन बिहान भगवान् श्रीहरि प्रसन्न हुनुहोस् भनेर बत्ती जल भगवान्लाई अर्पण गरेर धूपबत्तीहरू गरेर देवताका पनि देवता ऋषिकेश संयमी समुद्र संसाररूपी समुद्रबाट मलाई पार पुर्याउनुहोस् भनेर त्यो जलले परिपूर्ण भएको घडा दक्षिणा दान गरेर वैकुण्ठमा बास बराउने हजुरको यो एकादशी भनेर ब्राह्मणलाई दिएर अथवा सङ्कल्प गरेर विशेष सकेको दान पुण्यादिहरू गरेर अनि आफूले मौन रहेर सर्वप्रथम भगवान्लाई चढाएका चिजहरू भोजन प्रसादको रूपमा पारायण गर्ने, अन्न भन्दा अगाडि यानि कि भगवानका चरणामृतहरू भगवानलाई चढाएका फल नैवेद्यहरू जे छन् त्यो तुलसी पातका साथमा मन्जरका साथमा ग्रहण गर्ने अनि मौन रहेर भोजन ग्रहण गर्ने। निर्जला व्रत गरेपछि भोलिपल्ट बिहान मौन रहेर चुपचाप लागेर हिजोदेखिको भोकै अस्तिका दिनदेखि पनि नखाएको यो नभनिकन नुन लागेन छ, तेल लागेन, यता यो भयो, हिजोदेखिको यो केही नभनिकन जो पाकेको अन्न छ यहाँ भन्नुहुन्छ भोजयित्वा ततो विप्रान् स्वयं भुञ्जित भाग्यत एवं य कुरुते पूर्ण द्वादशीं पापनाशिनीं सर्व पाप निर्मुक्तो पद गच्छन्त्य नामयम्। यहाँ भन्नुहुन्छ त्यस पछाडि मौन रहेर जो भोजन ग्रहण गर्दछ त्यसले सम्पूर्ण निर्जला एकादशीको व्रतको फल तुरुन्तै प्राप्त गर्दछ। यस्तो प्रकारले सारा पापलाई नाश गरिदिनेवाला निर्जलाको व्रत गरेर द्वादशीका दिन ब्राह्मण भोजन गराएर जो मनुष्य आफू भोजन ग्रहण गर्दछ भने सारा पापबाट छुटेर अविनाशी पद प्राप्त गर्दछ, सुख शान्ति समृद्धि समेत प्राप्त गर्दछ। र त्यस दिनदेखि भीमसेनलाई वेदव्यासजीले यति भनिदिइसके पछाडि भीमसेनले पनि त्यस दिनदेखि कल्याणकारी यो निर्जला एकादशीको व्रत गर्ने गरे। अरू एकादशीको व्रत चाहिँ उनले गरेन, अरूले गरे तर भीमसेनले पनि गरेको हुनाले भीमसेनी एकादशी भनेर यो एकादशीलाई विशेष चिनिन थाल्यो। यस कारणले गर्दा भोजनलाई नै प्यारो मान्ने, जललाई नै सर्वस्व मान्ने हामीहरूले पनि अन्न र जल परित्याग गरिदिएर यो एकादशीका दिन सकेसम्म हामीले एकादशीको व्रत गरौँ। आजभोलि त हामी सबैलाई धेरै रोग लागेको छ, विवेक पनि पुर्याउँ। निर्जला गर्दा गर्दै ढल्न आँट्यो, लड्न आँट्यो, अरूलाई दुःख हुने भयो भने त्यस्तो निर्जला पनि गर्न सकिँदैन। यस कारणले गर्दा वृद्ध अशक्त रोगीहरू कसैलाई पनि घरकाप छैन, उहाँहरूलाई पकाएर खाना दिने, सकेसम्म एकादशी हो भनेर तामसिक भोजनहरूबाट टाढा रहने, नभए हरिको चिन्तन हरिको भक्ति गर्ने। जो हरिको चिन्तन हरिको कृपा हुँदैछ अभ्यास गरिराख्नु भएको छ भने यहाँहरूले निर्जलाको प्रयास गर्न सक्नुहुनेछ। विवेक पुर्याउनु होला, शरीरको अवस्थालाई ख्याल गर्नु होला, आफ्नो उमेरलाई पनि ख्याल गर्नु होला, रोगहरूलाई ख्याल गर्नु होला। सबैलाई निर्जला एकादशी व्रतको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै निर्जला एकादशीको सम्पूर्ण पुण्य व्रतफल विश्वभरि रहनुभएका तमाम भगवत वैष्णवजनहरूलाई प्राप्त होस् भन्दै आजको यो निर्जला एकादशीको महात्म्यबाट म कुबेर सुवेदी बिदा हुन्छु। जय श्रीमन नारायण। राधे राधे।